कयौं स्रष्टाहरूले कविता कोरे, गीत रचे र स्वर्गको परिकल्पना पनि गरे। केही सभ्यता यहीँबाट उत्पत्ति भयो होला र केही साम्राज्य सकियो पनि होला यस ठाउँमा। कोही यसै ठाउँबाट संसार चिन्न निस्किए होलान् त कोही यही ठाउँ खोज्न आए होलान्। कसैले स्विजरल्यान्डको झल्को देखे कि कसैले अमेरिकन अलास्का पनि। पश्चिम नेपालको धौलागिरी सिरफेरोमा अवस्थित यस क्षेत्र पर्यटन, शिकार खेल्न, चरनयोग्य पाटन, बुकी, डाँडापाखा र लोपान्मुख जीवजन्तु र चराचुरुङ्गीका लागि प्रख्यात छ। ढोरबराहको काखबाट बग्ने उत्तर गङ्गा नदी यस क्षेत्रको हिमाल पहाड, विशाल पाटन, कयौं गाउँ, जंगल र ताल तलैयासँग मितेरी लगाउँदै बग्ने गर्दछ। प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधताले भरिएको आफ्नो जीवनकालमा पुग्नै पर्ने पर्यटकीय क्षेत्र ढोरपाटन। यसै प्राकृतिक जैविक विविधताले भरिएको ढोरपाटनले कयौं संरक्षित र लोपान्मुख जीवजन्तु, चराचुरुङ्गी, बहुमूल्य जडीबुटी र कृषि कर्म गरिखाने स्थानीयलाई आश्रय दिएको छ। ढोरपाटन शिकार आरक्षको क्षेत्रफल 1325 वर्ग किलोमिटरमा बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको छ। प्रत्येक 5-5 वर्षमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र ढोरपाटन शिकार आरक्षको संयुक्त प्रतिनिधिहरूले वन्यजन्तुहरूको गणना गरी हरेकौं वर्ष शिकार गर्न मिल्ने कोटा निर्धारण गर्ने गर्दछन्। विभाजित 7 क्षेत्र फागुने, बार्से, घुस्तुङ, दोगाडी, सेङ, सुन्दह र सुतिबाङमा नावर, झारल, कालिज, बदेल र रातो मृगको शिकार गरिन्छ। हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, रेड पाण्डा, कस्तुरी मृग लगायत अन्य लोपान्मुख वन्यजन्तुको शिकार गर्न निषेध छ। नावरको लागि नेपालकै एक उत्तम वासस्थान ढोरपाटन हो। ढोरपाटन पुग्न पैदल र यातायातका कयौं मार्गहरू रहेका छन्, जस्तै काठमाडौँ, पोखरा, बागलुङ, बुर्तिबाङसम्म करिब 358 किलोमिटर पक्की सडक र 28 किलोमिटर कच्ची सडक हुँदै ढोरपाटन पुगिन्छ। बुटवल, पाल्पा, रिडी, बुर्तिबाङसम्म 140 किलोमिटर पक्की सडक र 28 किलोमिटर कच्ची सडक हुँदै ढोरपाटन पुगिन्छ। बेनी, दरबाङ, लमसुङ, खोरिया, जलजला हुँदै ढोरपाटन पैदल मार्ग, साथै पूर्वी रुकुम र डोल्पाबाट पनि पैदल मार्ग हुँदै ढोरपाटन पुग्न सकिन्छ। 12 मास नै घुम्न जान सकिने ढोरपाटनमा हरेक ऋतुमा बेग्ला बेग्लै रूप देखिनेछ। बर्खामा जंगली फुलले र हरियालीले ढकमक्क हुन्छ ढोरपाटन। पानीका ज्वारहरू फुट्छन् र वन्यजन्तु साथै भेडा, बाख्रा र घोडाको लागि उपयुक्त चरण क्षेत्र बन्छन्। हरियो घाँसे मैदानमाथि सेता घोडाका बथानहरूसँगै रहेका फूलहरूले गजबको प्राकृतिक कलाकृति चाहिँ देखिन्छ र हिउँदमा सेतो सिरकोडे चाहिँ देखिने पहाडहरू लोभलाग्दो देखिन्छ। जुनै सिजनमा आएर पनि पर्यटकहरू आफ्नो यात्रा, भोगाई र अनुभव अविस्मरणीय बनाउन सक्दछन्। ढोरपाटनभित्र 1-2 दिनमै पैदल पूरा गर्न सकिने थुप्रै रुटहरू छन्। जलजला, फागुने, भुजीको लुम्बा, नेल, दह, टिकाधारा, किटेनी, ठाकुर, घुस्तुङ, सातवन, मुर्चुला, दहखर्क, लेरे डाँडा, सुर्तिबाङ, नेपानेधुरी, मान्द्रेचौर, चल्पाताल, रुद्रताल नजिकका गन्तव्यहरू हुन् र साथै स्थानीय गाउँहरू पाखाथर, स्यालपाखे, नबी, भुजी, दिजा, मस, काङ्गा, खासमोर, निसेलडोर, गुर्जाघाट, छेन्तुङ। ढोरपाटन विमानस्थलबाट यसो नजर डुलाउँदा देखिने अन्नपूर्ण, माछापुच्छरदेखि धौलागिरी, गुर्जा, पुथा, चुरेन र सिस्ने हिमश्रृङ्खलाहरू र समतर फाँटहरूले सबैको मन लोभ्याउँछ। सुतिबाङको धुरीबाट देखिने लस्करै परेका डाँडा र त्यसैको काखमा स्थित समथर ढोरपाटन उपत्यका निहाल्न सकिन्छ। यस आरक्षमा 32 प्रजातिका स्तनधारी जनावर पाइन्छन्। दुर्लभ एवं संरक्षित पंक्षीको सूचीमा परेका डाँफे, मुनाल, चिरसहित 164 प्रजातिका चरा पाइने यस क्षेत्रमा पश्चिम नेपालका प्रख्यात पुथा, चुरेन र गुर्जा हिमाल पनि रहेका छन्। ढोरपाटनबाट सुरु हुने लामो रुटको ट्रेकिङमा डोल्पा, गोरिल्ला पदमार्ग र गुर्जा हुँदै धौलागिरी आधार शिविर पदमार्ग चर्चित गन्तव्य हुन्। डोल्पा जाने रुटमा पुपाल, जङ्गला पन्ज्याङ हुँदै डोल्पाको दुनै बजार पुगिन्छ। ढोरपाटनदेखि दिजा, बयली, बुकी खर्क हुँदै लुकुम गाउँ, पातिहाल्ने हुँदै रोल्पा पुग्न सकिन्छ। ढोरपाटन हुँदै फागुने, पेल्मा, मैकोट, तकसेरा हुँदै रोल्पाको थवाङ पुग्न सकिन्छ। यो रुटमा दैनिकीका बारेमा स्थानीयबाट बुझ्न मात्रै पाइँदैन।
प्राकृतिक सुन्दरताले छरिएको बस्ती हुँदै स्थानीय उत्पादन आलु, फापर, उवा, सिमी, स्याउ, ज्वातो आदि परिकारको स्वाद समेत चाख्न पाइन्छ। ढोरपाटनभित्र विभिन्न गाउँहरूमा स्तरीय होमस्टे र होटलहरू सञ्चालनमा छन्। यस क्षेत्रमा परापूर्व कालदेखि नै भेडीगोठ राख्ने चलन रहेको छ। हरेक गाउँका भेडा बाख्रा र वस्तुभाव ज्येष्ठको पहिलो हप्तादेखि माथि भेडीगोठ लगिन्छ, जहाँ वस्तुभाव पर्याप्त चरण क्षेत्र पाउँछन् र हिउँद लागेसँगै तल झर्ने गर्दछन्। प्राकृतिक र भौगोलिक सुन्दरतासँगै ढोरपाटन सांस्कृतिक पक्षमा पनि सुन्दर र धनी छ। निसेलढोरमा प्रत्येक 2 वर्षको अन्तरालमा काफे नाच अर्थात् भूत बगाउने मेला यहाँ मनाउने गरिन्छ। काफे नाचसँगै जोडिएका ढोरबासीमा थुप्रै आआफ्ना जनविश्वासहरू छन्। निसेलढोरमा अहिले पनि चलिआएको भेडीगोठ बस्ने चलन अनुसार धेरै समय पहिले गोठमा बस्न गएका गाउँलेहरू बेसी झर्ने क्रममा जुजाजुजी नाम गरेका बुढाबुढी फर्कन नसक्ने अवस्थामा थिए। लेकमा लगेका वस्तुभाव सँगसँगै बेसी झार्न गाह्रो भएकाले स्थानीयले ती बुढाबुढीलाई सँगै लिएर जान नसकेपछि 6 महिनालाई पुग्ने रासन पानी ओडारमा छोडेर अरू बेसी झरे। त्यसको 6 महिनापछि फर्केर जाँदा उनीहरूको मृत्यु भइसकेको रहेछ। त्यो घटनादेखि निसेलढोर गाउँमा बकाबक मान्छेहरू बिरामी हुँदै मर्ने आपत लागिलाग्यो भनेर धेरै धामी झाँक्री राख्दा त्यही मरेका जुजाजुजीको भूत लागेकाले गाउँमा अनिष्ट हुँदै गएको भन्ने धामी झाँक्रीको भनाइपछि अहिलेसम्म पनि हरेक 2-2 वर्षको अन्तरालमा बाख्राको बलि दिने र भूतलाई खोलामा हाम फालेर भगाउने चलन चलिआएको छ। यस्तै विभिन्न पर्व र स्थानीय संस्कृतिले भरिपूर्ण ढोरपाटनमा अन्य मेलाहरू पनि लाग्ने गर्दछ। वर्षेनी नै वैशाख पूर्णिमा र जनै पूर्णिमामा उत्तरगङ्गाको उत्पत्ति स्थान ढोरबराह थानमा ठूलो मेला लाग्ने गर्दछ। आफ्नो मनोकांक्षा पूरा हुने विश्वासमा उत्तरगङ्गा ढोरबराह थानमा भाकल गर्छन्। छिमेकी गाउँहरू र जिल्लाहरू म्याग्दी, रुकुम, गुल्मी, अर्घखाँची, प्युठान, रोल्पाबाट हजारौं भक्तजनहरू उत्तरगङ्गा ढोरबराह थानमा दर्शन गर्न र भेडाको पाठा बलि चढाउन आउने गर्छन्।
जात जातीय र धार्मिक सहिष्णुता रहेको यस क्षेत्रमा हिन्दूका मठ मन्दिर मात्र नभएर विभिन्न चैत्य र गुम्बाहरू पनि छन्। यसैमध्ये एक ऐतिहासिक छेन्तुङ गुम्बा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो। यस गुम्बामा प्राकृतिक चिकित्साको माध्यमबाट विभिन्न प्रकारका आयुर्वेदिक औषधिहरूको प्रयोग गरी रोगहरूको उपचार गरिन्छ। प्राकृतिक, ऐतिहासिक, भौगोलिक र सांस्कृतिक दृष्टिले अब्बल रहेको यस ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्षण क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको मुख्य भ्रमण गर्ने योग्य स्थान हो। हरेकौं वर्ष कयौं विलासी पर्यटकहरूको फरमाइश पूरा गर्दै आएको यस क्षेत्रको पर्यटन वृद्धिको प्रचुर सम्भावना अझै रहेको छ। स्थानीय बासिन्दा, सरोकारवालाहरू र तपाईँ हामी जस्ताको सानो प्रयासले र सहयोगले पक्कै पनि ढोरपाटनले अब आउने वर्षहरूमा मुहार फेर्नेमा दुई मत छैन। यतिका प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधताका बीच फेरि केही स्रष्टा जन्मिन्छन् र ढोरपाटन क्षेत्रको अर्कै कथा, इतिहास, गीति, कविताहरू लेखिएला। त्यसैले यसको संरक्षण पनि उत्तिकै आवश्यक छ। ढोरपाटन पर्यटकीय क्षेत्र, यहाँहरूलाई स्वागत छ। हामी यहाँ ढोरपाटन पर्यटकीय क्षेत्रमा छौँ। यहाँ सम्भावना भएको ढोरपाटन, यहाँको जैविक विविधता र यहाँको आय आर्जनलाई लक्षित गरेर हामीले पर्यटन प्रबन्धन र पर्यटनलाई नै हामीले प्रमुख प्राथमिकताका साथ काम अगाडि बढाइरहेका छौँ नगरपालिकाबाट। त्यो हुनाले हामीले यो पहिलो चरणमा प्रमोसनली कामहरू गर्दैछौँ। अब हजुरहरू पनि ढोरपाटनमा एकचोटि घुम्न आउनु होला है। नेपालको ढोरपाटनमा पर्छ हजुर हाम्रो घर, स्वर्गको टुक्रा घुम्ने सबैको रहर। नेपालको ढोरपाटनमा पर्छ हजुर हाम्रो घर, स्वर्गको टुक्रा घुम्ने सबैको रहर। बुर्तिबाङ भुजी खोला हुँदै देउराली, उत्तर गङ्गा मेला हेर्न आउनु है यसपालि हो। चारैतिर हरियाली हरा बराबर, संसारलाई लोभ्याउने हाम्रो ढोरपाटन। चारैतिर हरियाली हरा बराबर, संसारलाई लोभ्याउने हाम्रो ढोरपाटन।